वेलकम टु माई न्यू ब्लग। आज त मैले गराजबाट अर्डर गरेको सामानहरू यति छ यति हेर्नुहोस् न, अझै आउनु भएको छ। के चाहिँ छ हेर्नुहोस् है, म देखाउँछु तपाईँलाई। ए टक्क ल, यो भनेको चाहिँ मेरो नेक्लेस हो। यस्तो राम्रो मन परेको साडीहरू पनि लाउनु मिल्ने भएको भएर चाहिँ मैले मगाएको लङवाला हो, पलवाला। हजुरहरूलाई म देखाइहाल्छु नि भने यस्तो राम्रो छ, मनपर्छ भने हजुरहरू पनि यसरी अर्डर गरेर लगाउनु है। यहाँ हेर्नुहोस्, यसरी लगाएर खै कता हो फेरि अलिक यसरी लगाउनु। साइज अनुसारको छोटो लामो पार्न पनि मिल्छ। यहाँ यतिको पार्नु मिल्यो, यतिको पार्न पनि मिल्यो। यस्तो साइज चाहिँ यस्तो मन परेर मगाएको यो। नेक्स्ट फेरि eyelashes bling bling. Lashes यो खासमा चाहिँ मैले अर्कै मगाउन आएको थिएँ। यो हालिदिनु भएको छ, त्यसमा नहोस् त्यसमा रिसाले हेर्दै हुनुहुन्छ भनेर देखाइदियो नि त। यो चाहिँ अहिले पार्ट 2 मा देखाउँछु है। म अहिले बन्द गरेँ काटिदिएर अलिकति भ्लगमा त दुइटा हेरिआउनु भयो होला हाल्छु। अनि अब यो चाहिँ अलिक एक्स्ट्रा छ, यो चाहिँ दामी छ हेर्नु के रहेछ त यस्तो। यो चाहिँ के हो भन्नुहुन्छ होला होइन। यो चाहिँ यसमा चेपेर फोटोहरू झुन्डाउने कि त्यसलाई म आफ्नो फोटो झुन्डाउने। अनि त्यसपछि टक्क प्लगमा बालेपछि चाहिँ यस्तो मल्टी कलरको बत्ती बल्छ। अब यो चाहिँ म फोटो झुलाउनु दिएछु, फोटो झुलाएर दिएपछि अनि म बालेर डेकोरेसन गरेर पनि सबै देखाउनेछु। बाई बाई।